प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिमा संसद अवरुद्ध, बैठक 25 गतेसम्म स्थगित। आफ्नै नेताको बचाउमा देशको भूमि मिचेको प्रमाण खोज्नु दुःखद भएको खुशबु ओलीको भनाई। संसदमा प्रधानमन्त्रीको हाजिरी खोइ, हर्क साम्पाङको कडा प्रश्न। सुदूरपश्चिममा राजनैतिक तरङ्ग, मुख्यमन्त्री शाहलाई हटाउन कांग्रेस सांसदहरूको गुटबन्दी। मन्त्री परिषदका महत्त्वपूर्ण निर्णय, भूमि सुधार आयोगका नियुक्तिदेखि एआइजीको बढुवासम्म। प्रधानमन्त्री संसद प्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परे पुनः जवाफ दिनुहुन्छ। प्रवक्ता सस्मित पोखरेलको भनाई। क्यान्सरका जीवन रक्षक औषधिको चरम अभाव, सरकारी उदासीनताले बिरामी सङ्कटमा। राष्ट्रपाभित्र आन्तरिक कलह, उजुरी र विवाद चर्किएपछि स्थानीय अधिवेशन स्थगित। हिमालयन रि इन्स्योरेन्स सहित 5 कम्पनीमा 4 अर्ब अपसलन, सिआइबीद्वारा मुद्दा दायरको राय। र प्रधानमन्त्री बालेनको गल्ती लुकाउन सरकारद्वारा हल्का तर्क र टालटुले प्रष्टीकरण। विपक्षी दलहरूको लगातारको नाराबाजी र अवरोधका कारण प्रतिनिधि सभा बैठक आगामी 25 गतेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै वा माफी हुनुपर्ने अडानमा विपक्षी अडिग रहेपछि सभामुख डोल प्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्। राप्रपा सांसद खुशबु ओलीले राष्ट्रिय सुरक्षा र कूटनीति जस्तो गम्भीर विषयमा प्रधानमन्त्रीको बचाउ गर्न राजसभा सांसदहरू लागि परेको भन्दै आपत्ति जनाएकी छन्। हिजोसम्म भूमिको रक्षा गर्नेहरू आज आफ्नै नेता जोगाउन नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्दै हिँड्नु राष्ट्रकै लागि लज्जास्पद भएको उनको तर्क रहेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठकमा प्रधानमन्त्री बालेन शाहको उपस्थिति हाजिरी माथि प्रश्न उठाएका छन्। नियमअनुसार आसन ग्रहण अघि हाजिर नगरेको भए प्रधानमन्त्रीको सांसद र प्रधानमन्त्री पद स्वतः रद्द हुने दावी गर्दै उनले नेपालले भारतीय भूमि कहाँ मिच्यो भन्ने तथ्य स्पष्ट पार्न माग गरेका छन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहलाई संसदीय दलको नेताबाट हटाउन ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा कांग्रेसका 9 जना सांसदहरूको बैठक बसेको छ। कुनै दबाव बिना स्वेच्छाले हस्ताक्षर गरेका सांसदहरूले विधानको धारा 18(2) बमोजिम 50% भन्दा बढीको गणपूरक संख्या पुर्याएर दलको नेता फेर्ने निर्णय गरेको दावी गरेका छन्। मंगलबार बसेको मन्त्री परिषद बैठकले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र वास्तोलालाई नियुक्त गरेको छ। बैठकले सशस्त्र प्रहरीका डीआईजी अञ्जनी कुमार पोखरेललाई एआईजीमा बढुवा गर्ने, मोन्ट्रियल प्रोटोकल कार्यान्वयन सम्झौता स्वीकृत गर्ने र आन्दोलन छानबिन समितिको म्याद 45 दिन थप्ने निर्णय समेत गरेको छ। सरकारका प्रवक्ता एवं मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह संसद प्रति पूर्ण उत्तरदायी रहेको स्पष्ट पारेका छन्। सीमा विवाद कूटनीतिक र आपसी संवादबाट सुल्झाउने विषय भएकोले उल्लेख गर्दै उनले सांसदहरूका जिज्ञासा निवारणका लागि प्रधानमन्त्री आवश्यक परे पुनः सदनमा उपस्थित भएर जवाफ दिन तयार रहेको बताएका छन्। नेपालमा फोक्सो, मृगौला लगायतका क्यान्सरमा प्रयोग हुने सिप्लाटिन र कार्बोप्लाटिन औषधिको फेरि चरम अभाव भएको छ। बंगलादेशबाट ल्याइएको 800 भायल औषधि 1 हप्तामा सकिएपछि अब 2 दिनलाई मात्र पुग्ने स्टक रहेको छ। भारतमा मूल्य बढे पनि नेपाल सरकारले समयमै मूल्य समायोजन नगर्दा आयात ठप्प भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय निर्वाचन आयोगले बागमती र मध्य प्रदेशका विभिन्न स्थानीय तह तथा वडाहरूमा हुन लागेको पार्टीको निर्वाचन प्रक्रिया स्थगित गरेको छ। निर्वाचनका क्रममा तीव्र विवाद उत्पन्न भई उजुरीहरू परेपछि निष्पक्ष छानबिनका लागि आयोगले अर्को सूचना नभएसम्मका लागि निर्वाचन रोकेको हो। सिआइबीले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल सहित 40 जना भन्दा बढीलाई प्रतिवादी बनाउँदै 4 अर्ब रुपैयाँ बीमा रकम अपसलन गरेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ। आरोपीहरूले सर्वसाधारणको बीमा रकम अनुमति बिना निकालेर धितो पत्र बजारमा लगानी गरेको र उनीहरूलाई 5 वर्ष कैद सजायको माग दावी गरिएको छ। नेपालले पनि भारतीय भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको विवादित संसद अभिव्यक्तिको चौतर्फी विरोध भएपछि सरकार बचाउमा उत्रिएको छ। सरकारका प्रवक्ताले प्रधानमन्त्री अचम्ममा परेको मात्र भनी बचाउ गरेका छन् भने सभामुख डीपी अर्यालले निष्पक्ष भूमिका खेल्नुको साटो प्रधानमन्त्रीलाई रुलिङ नगरी संसद चलाएको आरोप लागेको छ।